म भोलि मित्रराष्ट्र थाइल्यान्डमा थाइल्यान्ड सरकारको निमन्त्रणामा भोलिबाट औपचारिक भ्रमणको लागि त्यता प्रस्थान गर्दैछु। कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्षसम्म एकपटक धेरै अघि थाइल्यान्डका प्रधानमन्त्रीज्यूको नेपाल भ्रमण भएको रहेछ। तर हाम्रो तर्फबाट यी 65 वर्षहरूमा एउटा पनि औपचारिक भ्रमण भएको रहेनछ। त्यसकारण यसपटक औपचारिक भ्रमणको लागि म थाइल्यान्ड जाँदैछु। हामी नेपालीहरूको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा गेटवेको रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैमा अर्थपूर्ण छ, महत्त्वपूर्ण छ भन्ने म ठान्दछु। 19 गते अर्थात् अप्रिल 1 का दिन भोलि मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ। 20 गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ र भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग थाइल्यान्डका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ। यसपटक पर्यटन र संस्कृतिको सन्दर्भमा 2वटा समझदारी पत्रमा हस्ताक्षर पनि हुन्छ। दुई प्रधानमन्त्रीको उपस्थितिमा गैर सरकारी क्षेत्रबीच 6वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ। द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु। थाइल्यान्डका नरेशसँगको भेटपछि एक दिने औपचारिक भ्रमण समाप्त हुनेछ र यो एउटा औपचारिक भ्रमण आदान प्रदानको नयाँ सुरुवात हो। हाम्रो तर्फबाट त यो बिल्कुलै सुरुवात हो। 21 गते अर्थात् 3 अप्रिलका दिन बिहान थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरूसँग मेरो भेटघाट र छलफल हुनेछ। दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु। साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी भइनेछ। समयको चाप छ। अधिकांश सदस्य देशका नेताहरू 21 गते मात्र बैंकक आइपुग्ने तालिका छ। तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ। 22 गते हामी बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछौँ।